दर्शकहरू, बेलायतमा क्रियाशील नेपाली सामाजिक सङ्घ संस्थाहरूमध्ये अग्रणी गलकोट समाज युकेले बर्मिङहमको वेस्ट ब्रमिचमा एउटा विशेष कार्यक्रम आयोजना गरी आफ्नो स्थापनाका 10औं वर्षगाँठ मनाएको छ र आफ्नो 10औं वार्षिकोत्सवका अवसरमा समाजले विभिन्न तवरबाट संस्थालाई सहयोग गर्ने सहयोगदाताहरूलाई विशेष सम्मान गरेको छ। यति बेला चाहिँ मसँग गलकोट समाज युकेका संस्थापक अध्यक्ष रेशम थापा बुढाथोकीजी हुनुहुन्छ। समग्रमा संस्थापक अध्यक्षका रूपमा यो 10 वर्षे संस्थाको यात्रामा तपाईले कस्तो अनुभव सँगाल्नुभयो? समग्रमा चाहिँ सबै कुराहरू संक्षिप्तमा जानकारी गराइदिनुस् न। यो हामीले यो गलकोट समाज युकेको परिकल्पना मैले मात्रै कल्पना गरेर सम्भावना थिएन र अन्य एउटाले गरेर हुनेवाला थिएन। यो चाहिँ विशेष गरेर गलकोटबाट बेलायत आएका हाम्रा सहपाठी साथीहरू, दाजुभाइ दिदीबहिनीहरू तात्कालीन अवस्थामा 2016 सालमा बेलायतमा नेपालीहरूको जनघनत्व आउन सुरु गरेको 6बाट सुरु भयो। विशेष गरेर गोर्खा भूपुर आउन सुरु गरे। त्यसपछि अन्य ठाउँमा बसेका विशेष गरेर यो रेस्टुरेन्टमा काम गर्ने हाम्रा दाजुभाइहरू पनि बेलायतमा प्रशस्त आउन सुरु गर्नुभयो। एउटा सानो संस्था गलकोट समाज युके स्थापना गरौँ, त्यो मार्फत गलकोटबाट चाहिँ बेलायतमा बस्ने, बेलायत जस्तो स्कटल्यान्ड जस्तो ठाउँमा बसेका सबैलाई यो संस्था मार्फत जोडौँ। कम्तीमा केही चाहिँ यहाँका गलकोटे साथीहरूलाई, यहाँका चाहिँ दाताहरूलाई जम्मा गरेर केही पुँजी गठन गरेर गलकोट हाउस पनि हामीले किनेका छौँ। अवश्य पनि अब अहिले त झन् धेरै चाहिँ गलकोटेहरू आउनु भएको छ, विद्यार्थी पनि आउनु भएको छ, इन्जिनियर, डाक्टर, नर्सहरू भइसके हाम्रा छोराछोरी। त्यसले गर्दा उनीहरूलाई चाहिँ जोड्न चाहिँ सकेका छैनौँ नयाँ पिँढीलाई। तर हाम्रो पुस्ताले अहिलेसम्म जियोस्, जति सक्ने हो हाम्रो क्षमताले जति चाहिँ भ्याएको त्यो चाहिँ गरेको छौँ। त्यसले गर्दाखेरि पनि आज पनि 10औं वार्षिकोत्सव मनाइरहँदाखेरि विभिन्न अन्य चाहिँ जिल्लाका साथीहरूलाई पनि हामीले उहाँलाई निमन्त्रणा गरेर यो ठाउँमा जोड्न पाएका छौँ। उहाँहरूलाई चाहिँ दुःख पर्दा हामीले सहयोग गर्न पाएका छौँ। हाम्रो दुःखमा उहाँले सहयोग गर्न पाउनु चाहिँ ठुलो वाइडर एरियामा चाहिँ गलकोट समाज चाहिँ माथि पुगेको छ जस्तो लाग्छ। धन्यवाद। मेरो कार्यकाल चाहिँ 16मा सुरु भयो। 18सम्म चाहिँ हाम्रो रेशमजीले चाहिँ नेतृत्व लिनुभयो। पहिला हाम्रो 6 महिना चाहिँ नि हामीले त्यसलाई चाहिँ एउटा समन्वय समितिको रूपमा चाहिँ काम गऱ्यौँ। त्यसमा म संस्थापक उपाध्यक्षको रूपमा काम गरेँ र हामी सबै जोडिँदै जाँदाखेरि अनि 2 वर्ष उहाँले कार्यकाल गर्नुभयो। जुन चाहिँ मैले 18मा लिएँ, 18को एन्डतिर लिँदाखेरि भर्खरै फेरि हामी म संस्थाको अध्यक्ष हुने बेलामै एउटा चाहिँ पहिलो एउटा निर्णय गऱ्यौँ पहिलो बैठकबाट स्कटल्यान्डमा, जो चाहिँ आज यो गलकोट समाजले चाहिँ हामी चाहिँ त्यसलाई गौरवको रूपमा पनि मान्छौँ। र गलकोट हाउसको अवधारणा मैले पहिलो बैठकबाट स्कटल्यान्डको एउटा रेस्टुरेन्टबाट पारित गराएको थिएँ र जुन चाहिँ त्यही दिन साथीहरूले चाहिँ स्वतःस्फूर्त रूपमा 23-24 हजार पाउन्ड एकै दिन बोल्नुभयो र त्यो काम चाहिँ म पछिको अध्यक्षहरूले पुरा गर्नुभयो र आज हामीसँग गलकोट हाउस छ। मेरो कार्यकाल 21-23 को कार्यकाल हो। यसमा मैले हाम्रो कार्यकालमा धेरै राम्रो काम गरिएको छ, किनभने हाम्रो गलकोट भवनको एउटा हाम्रो चाहिँ परिकल्पना गरेका थियौँ। त्यसको चाहिँ बजेट उठाउने कुरामा संस्थाले चाहिँ लगभग 70-80 हजार पाउन्डभन्दा बढी मेरो कार्यमा उठाइएको छ। नेपालमा विभिन्न परोपकारी कामहरू गरिएको छ, जस्तै बाढी पहिरो जाँदाखेरि मृगौला पीडितहरूलाई अनि क्यान्सर पीडितहरूलाई हामीले चाहिँ धेरै सहयोग गरेका छौँ र यहाँका चाहिँ त्यतिखेर चाहिँ काम गर्न पर्ने थियो र गर्न हुने थियो, सबै कामहरू चाहिँ राम्रो तरिकाले गरेको अनुभव भएको छ। म चाहिँ 0देखि नै सुरु गरेको मान्छे। म यो संस्थाको सदस्यदेखि, कोषाध्यक्षदेखि, उपाध्यक्षदेखि र अध्यक्षसम्म भएको मान्छे हो। त्यो भएको हुनाले मलाई यो चाहिँ हामीले चाहिँ जति पनि कार्यक्रम गर्छौँ प्रायः जसो हामीले वेस्टबरमै गर्ने गरेका छौँ। यही हलमा धेरै जसो कार्यक्रम भएका छन्। यहाँसम्म आइपुग्दाखेरि मैले चाहिँ आफूले निभाएको चाहिँ जति पनि काम छ सबै चाहिँ अब आफैलाई त भन्नु मिल्दैन त्यसरी होइन, तर पनि एकदम चाहिँ उदाहरणीय काम गरेको छु जस्तो लाग्छ मलाई आफ्नो उसबाट। पहिलाको चाहिँ हाम्रो अब चाहिँ पूर्व अध्यक्षहरू होइन, अब जस्तै संस्थापकदेखि लिएर सम्पूर्ण चाहिँ कार्य समिति पदाधिकारीहरू र चन्दादाताहरूलाई विशेष गरी मैले चाहिँ धन्यवाद चन्दादाताहरूलाई यो गलकोट घरमा जति पनि हामीलाई चाहिँ प्रदान गर्नु, सबैलाई धन्यवाद। म विष्णु चालिसे, वर्तमान गलकोट समाज युकेको अध्यक्ष र यो 10 वर्षको यात्रा गरिरहँदा पहिलोपटकको मलाई कल्पना किन आउँछ भने हामी मान्चेस्टरमा एउटा कल्पना गरेर हामी 2-3 जना साथीहरूले चाहिँ अनलाइनमा कुरा गरेर हामीले गलकोट समाज बनाउनु पर्छ भनेर हामी चाहिँ एउटा सोसियल मिडियामा हामी प्रचार गऱ्यौँ अथवा फेसबुकमा लेख्यौँ कति गलकोटे हुनुहुन्छ बेलायतमा भनेर। झन्डै धेरै साथीहरूले
जोडिनु भयो र हामी पहिलो बैठक हामी मान्चेस्टरमा बस्यौँ। पहिलो बैठक बस्दा पनि मलाई चाहिँ हामी चाहिँ संस्थापक उपाध्यक्षमा मलाई साथीहरूले जिम्मेवारी दिनुभयो, म लगायत अरू साथीहरू पनि हुनुहुन्थ्यो र अहिलेसम्म आइपुग्दाखेरि के लाग्छ भने यो सामाजिक काम भनेको एउटा भावनाले गर्ने चिज हो। तपाईँले मनले गर्ने हो र कसैले गर्दे भनेर पद दिएर गर्ने चिज होइन भन्ने हामीलाई लागेको छ, जसमा चाहिँ हामीले धेरै अप्ठ्यारो अवसरहरू हामी पार गर्दै अहिले गलकोट समाजलाई राम्रो 10 वर्ष यात्रामा हामी ल्याएका छौँ ध्रुवजी। यसलाई चाहिँ एउटा गौरवको कुरा पनि मैले सम्झेको छु।